मेरो हातमा के देख्नुभयो? यो दुबईको ड्राइभिङ लाइसेन्स हो। यो ड्राइभिङ लाइसेन्स तपाईँले ड्राइभिङ टेस्ट पास गरेकोदेखि भोलिपल्ट जुन दिन पास गर्छ भोलिपल्ट अथवा त्यही दिन तपाईँको हातमा आउन सक्छ होइन। प्रिन्ट गरेर तत्कालै प्रिन्ट गरेर दिन्छ। तर यही ड्राइभिङ लाइसेन्स नेपालमा पाउनु पर्यो भने तपाईँलाई 2 वर्ष अथवा 2 वर्षभन्दा धेरै पनि लाग्न सक्छ यदि तपाईँले खोजी नीति गरेन भने। ल हेर्नु कहाँ छ हाम्रो सिस्टम। अब अर्को तपाईँलाई देखाउँछु। यो यहाँको राष्ट्रिय परिचय पत्र भने जस्तै हाम्रो नेपालको राष्ट्रिय परिचय पत्र भने जस्तै यहाँको दुबईको इमरेस आइडी हो अथवा युएई को इमरेस आइडी हो। यो इमरेस आइडी आउनलाई तपाईँलाई कम्पनीले यति प्रोसेस गरिदियो भने 5 दिनदेखि 1 हप्ता लाग्छ। तर भने त्योभन्दा अगाडि पनि आउन सक्छ। 1 हप्ताभन्दा अगाडि 5 दिनभन्दा अगाडि पनि आउन सक्छ। तर नेपालको राष्ट्रिय परिचय पत्र एप्लाई गर्यो भने कति वर्षमा आउँछ? 2 वर्ष नत्र भने 1 वर्ष 2 वर्षमा आउँछ। भनेपछि हामी कहाँ छ, हाम्रो सिस्टम कहाँ छ भन्ने कुरो त्यहीबाट बुझ्छ है। नेपाली हो।